Hello guys, so after a long time I'm here with new video. धेरै महिना भयो भ्लगिङ नै नगरेको, आज भ्लग गर्ने भनेर सोचे। टाउकोहरू पनि यस्तै छ जमजममा। Now we are going to have short ride and आज आज उसलाई बाइक सिकाउने भनेर कोही निकादेखि लोर्ने लोर्ने विचार छैन। सो लोर्ने अरे। सो डाइरेक्ट अब बाइकमा भेटौँ, ब्लगमा भेटौँ, अनि यता प्र्याक्टिस गरेको टाइममा कस्तो हुन्छ। सो स्टे ट्युन गाइस। आज बाइक सिक्नु गएको, बाइक मैले होइन अर्कोले सिक्नु गएको। हेलो गाइस, हामी बाइक सिक्नु गएको। अब फर्स्ट मोमो खान जाने रे, अनि त्यहाँदेखि चाहिँ बाइक सिक्नु जाने। मोबाइल पनि ढल्केर कहाँ के भइसक्यो। यही गाडी हो त हामीसँग झन्डै ठोकेको, यही गाडी हो त फुट्टा निस्केर आएको तर्सा क्या। दिस स्टाइल भन्छ क्या। यहाँ दिदीभाइ नि चाहिँ यहाँ फोटो खिच्ने आएर पकाउनु मिल्छ। लु पस दुईजना पपकर्न खिच्नु गएको अरे। पपकर्न दुईजना पपकर्न। हामी चाहिँ अहिले दिदी भेनाको पछि दिदी भेनाले सपिङ गर्दैछ हैन। ऊ मेरो दिदी। यो माथिको के हो एरिया? यो माथिको कति दामी रहेछ नि। This is chili, big chili. Yes. This I'm full of potato. अन्डा लिएर चाहिँ हिँडिरहेछ, सब्जी बजारबाट गइरहेछ। मलाई चाहिँ लुका गर्दैछ यो छिटै नै कोसँग। ऊ पनि यस्तो झोलै भएर होइन, झोले नाम राख्नु पर्ला जस्तो छ उसको हेलमेटहरूले। यस गाइस, कोही मान्छे ठुस्किहालेको अवस्था हाँसे त्यसै ठुस्किन्छ। यसको यो चाहिँ रिसको भारी हो कि यो चाहिँ। सो हामी चाहिँ गाडीमा छ, जाँदैछ। बाइक ल्याउनु यतिकै गएर आउनु त्यो पनि हुन्छ। ए हुन्छ, त्यो गाडीमा बस्नु। अनि यहाँबाट अब बाइक पिकअप गरेर बर्गर पोइन्ट नि, बर्गर पोइन्ट जाने अरे। टोमेटो सस खाएर, मोमो खाएर, अचार खाएर, अचार र टोमेटो सस डेली खाइदिने क्या फ्रीमा। ए अब कहाँ हो एरिया चाहिँ है? बाइक पार्किङ पाउँछ कि आउँदैन? उयो बर्गर पोइन्ट चाहिँ। दिस इज बर्गर पोइन्ट। नि 1 नि खतरा दिनु पर्दैन नि। आज हाम्रो प्लान चाहिँ यो सबै सघाउने प्लान है। यो फ्रीको मालहरू चाहिँ सघाउने। मिसन फेल भयो। यो यिनीहरू सबै खाइदिनु भनेर खानु सकेन। हल्का बस्यो भने होइन। सो ब्यालेन्सहरू ओह्रालोमा ब्यालेन्स सिकायो 6-7 खेप। त्यहाँदेखि अब चाहिँ अघि नै अलिक त सिक्दैछ, कुदाउँदैछ ले। अब फेरि ट्रायल दिने। फर्स्टदेखि गर्नु पऱ्यो। अब फर्स्टदेखि स्टार्ट। फर्स्टदेखि किन पछाडि जाँदैछ बाइक? स्टार्ट। ओके, नाइस वान।
है त अनि। त्यो त आफै जानु सिक्नु पर्यो नि। यो बिस्तारै छोड्दाखेरि त्यो आफै पुल आउँदै गरेको बेलामा चाहिँ सेन्स हुन्छ नि आफूलाई थाहा हुन्छ नि हो एकखेर खुट्टाको ब्रेक छोड्नु। बटार्दैनस् तैँले। म यहाँ ब्रेकै लाने ह्यान्ड ब्रेक ट्राई गरेको मैले। त्यो चाहिँ कन्ट्रोल हुनुपर्छ हौ। कताको भएको तँलाई उता गाडी आउँदैछ होस् आउँदै खै पोहोरबाट ओके के गरेको थियो त्यो पर्फेक्ट हो। यो किन छोडेको अन्त देखिन्छ त्यो अफ गरेर पनि त छोड्नुपर्छ त्यो। अब चाहिँ निकै जानेको अवस्था फाइनली सी इज गोइङ। पर्फेक्ट के गर्ने किन त्यो हिट भएको बेसी लु जा त फेरि। पर्फेक्ट भएको मान्छे यस्तो हुन्छ बाइक लडाएर। राम्रोसँगले राखेको पार्किङमा। अहिले कोही मान्छे Currently it's what time now? Oh, it's 11 and we are still in the town.